हामी भनेपछि बागलुङ कालिका आउनु लाग्यो होइन? ओ माई गॉड, के हो यो? 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 के हो? के हो? के मरम दुलो गयो? के हो यो? के हो यो? दुलो लास्टमा अफ रोड रहेछ कि कालीगण्डकी कोरिडोर चाहिँ लास्टमा। हुन त राम्रो थियो लास्टको 4-5 किलोमिटर अफ रोड। बागलुङ जिल्लामा बागलुङ कालिका मन्दिर माथि हो कि कता हो? कालिका मन्दिर माथि नै होला। केटाले लहने के अरे जता गए नि छैन। यो बागलुङ बजार जाने बाटो यता होइन? उता चाहिँ पारी चाहिँ के पर्वत होला सायद। बागलुङ जिल्लामा प्रवेश त अघि नै गरेको। बागलुङ बजार नि ओ पुल त यो ठुलो पुल हजुर। ए बागलुङ कालिका माथि होला पुल चाहिँ। पुल पनि यो भिडियोमा त आछ कि नै यार। हामी चाहिँ अहिले बागलुङ बजारनिर कता छ मलाई चाहिँ थाहा छैन यार, के भनौँ। ओ हिमाल 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 हिमालको दृश्य, चिसो चिसो हावा। अन्नपूर्ण होला यार। हिमाल देखिसक्ने कि मोबाइलमा हजुर। यार पुलबाट राम्रो देखिन्छ होला। पुल पनि कति हाइटको हो माको। बागलुङ कालिका चाहिँ त्यहाँ माथि होला होइन? बजार हो कि कालिका मन्दिर हो? यो पुलमा चाहिँ जानुपर्छ यार, पुलमा चाहिँ जानुपर्छ। केटाले कता कता लाने हुन्। कुदाएर नहिँडेर किन ढिलो हिँडिहाल्नु रे यार यिनीहरू? कुदाएर हजुर। रोकेर रोके छैन। पुल त हाइटमा छ है। बागलुङ कालिका त्यहाँबाट उता के थियो थाहा नै छैन। हामी चाहिँ अब कहाँ हिँडेको भन्दा पनि बागलुङ कालिका जानलाई चाहिँ हिँडेको। मन्दिर कालिका मन्दिर र बागलुङ बजार पनि। फर्स्टमा के आउँछ थाहा नै भएन। फर्स्टमा के हो थाहा नै भएन। रोकेर आएन नै तिनीहरू। म्याप हेर्दै हिँडेको मान्छे अगाडि नहिँडेर यार। भिडियो गरा त्यस्तै बुझ्दै बुझिन्न। हिमाल बिहान उठ्दा हिमाल देख्न पाइयोस्। अब चल्यो सरा सरा
दामी 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 बब्बाल छ रोड पनि मजा आएछ ओ सर चिसो छ कि एकदम यो भिडियोमा त बताउन सकिन्न होइन अनुभव बताउन सकेँ तर भिडियोमा त चिसो आनन्दले यस्तो भइरहेछ नि ओ पुलमा जाने कताबाट हो यार पुलमा जाने कहाँबाट हो होटल प्लेस यहाँबाट हो कि माथिबाट हो पुल चाहिँ यतातिर लास्ट धेरै छ नै अग्लो पुलहरू हामी चाहिँ पहिला पोखरा जाँदा नि घुमाएको त्यही भएर चाहिँ पुलमा चाहिँ गइन्छ कि नै त्यो थाहा छैन तर पुल चाहिँ लास्टै धेरै छन् हजुर कालिका मन्दिर आइयो र हजुर कास्की म्याग्दी यही चाहिँ यो त बागलुङ कालिका म्याग्दीमा पर्छ र नामै बागलुङ कालिका छ म्याग्दीमा पर्छ बागलुङ कालिका नाम बागलुङ कालिका जिल्ला म्याग्दी हो कि अब चाहिँ हामी पार्किङ गरेर चाहिँ जाँदैछौँ होइन पार्किङ गरेर अहिले चाहिँ हामी बागलुङ कालिका मन्दिर है बागलुङ जिल्ला बागलुङ कालिका मन्दिर घुम्दैछौँ मेला हामी चाहिँ ल विक्रम हामी कहाँ गएर भनिदिन्छ एक्चुअली दर्शकहरूले अहिले कालिका भगवती मन्दिरमा आएका छौँ हो र ल जिल्लामा छौँ अहिले हजुर अब हामी उकालो चढ्दैछौँ हजुर धन्यवाद अहिले भन्नुपर्ने छ भने मौसम कस्तो छ यहाँको मौसम कस्तो छ मौसम एकदम रमाइलो छ घमाइलो बादल लागेको थियो टक्क बादल पनि हटेको छ होइन मौसम एकदम रमाइलो छ कुनै टेन्सन नगरिकन आज आउँदा राम्रो मौसम छ हो आजको दिन आज कति मिति के हो आजको मिति चाहिँ 2082 असोज जिल्ला असोज जिल्ला अरे महिना अरू केही कुरा सोध्न मन छ भने कमेन्ट गर्नु हो कमेन्टमा जवाफ आउनेछ हामी चाहिँ बागलुङ कालिका मन्दिरमा चाहिँ प्रवेश भइसकेको छ होइन हो साथीहरू भगवान् झोला पक्कै भेट्यो हामी चाहिँ कुम्ला पकेर मान्छे रक्षा गर्नु हुँदैछ कता जुत्ता काट्नु जुत्ता चाहिँ यता काटेर जानुपर्छ मन्दिर चाहिँ त्यहाँ भयो अनि हामी चाहिँ अहिले बागलुङ कालिका मन्दिर दर्शन गरिसकेका छौँ हामी चाहिँ 4 जना विक्रम यता हेर्नु के ल बागलुङ कालिका मन्दिर हो